धेरै भोक लागेको बेला चाहिँ यस्तो थकाली खाना खाने मन लाग्छ। आज चाहिँ हामीहरू ढेँडो ट्राई गरिरहेछौँ, त्यही पनि फापरको। एकदमै मिठो हुन्छ अरे यो। 32 कोतलीमा छ हाउस अफ थकाली। हेरौँ कस्तो छ, खाएर टेस्ट गर्छु म है। ल भयो भाइ, धेरै धेरै हाल्छ। डुङ्गा जस्तै भयो त। के गर्ने, घिउमा चोप्ने हो? यो घिउ किन हो त फेरि? कहिले ढिँडो खाएको थाहा हुन्छ। यस्तो गर्ने चपाउनु भयो। निल्न त कहाँ निलिन्छ फल? तरकारी पनि हुन्छ नि चपाउनु भयो। होइन, मटन मिठो भएर अनि मिठो भएको ढिँडो। मटन कस्तो मिठो फापरमा आफै मिठो फापरको हो। मटन खाएर त अरू खानु मनै लागेन। हो त कुकुर पनि के खान्छ? कस्तो छ बडा आज ढिँडो? बाबु बाबु त सधैँ खाइरहेको छ। पहिलोचोटि खाएँ है ढिँडो, त्यो फापरको। एकचोटि गरेको थिएँ मैले त खानै नसकेको।